हेलो एभ्रिवान, फेरि पनि आइपुगेँ म बुढाबुढीको भिडियो ल्याएर। हामी चाहिँ दिउँसोको टाइममा घामहरूको मजा लिँदै, घाम ताप्दै भनौँ न, लेकतिर यसो माइन्ड फ्रेस बनाउन हिँडिरहेका छौँ। आफ्नो तालमा भनौँ न, चुइगम चपाउँदै हाँस्दै रमाउँदै छिटो छिटो वकिङ गरिरहेका छौँ। र चिसो छ यता, चिसोको मौसममा यसरी घाममा हिँड्न पाउँदा त धेरै खुसी लाग्यो र माइन्ड पनि फ्रेस भयो। यस्तो रमणीय ठाउँ छ यता, हामी बसेको ठाउँतिर त झनै राम्रो छ। क्वाइट एरिया भनौँ न, त्यस्तो धेरै भिडभाडहरू पनि छैन, तर म यस्तो मन पनि पर्दैन र आफूले चाहे जस्तै ठाउँमा हामीहरू छौँ। दिनमा यसरी घाममा, गर्मीमा, चिसो टाइममा हिँड्न पाउँदा फ्रेस भयो दिमाग। र च्युइङगमहरू चपाउँदै, फेरि मैले कति धेरै च्युइङगम चपाइरहेको होला आफूले नै आफूलाई हेरिरहेको छु अगाडि आएर च्युइङगम चपाएको फेरि हाम्रो सरलाई भन्छु केही भन्नु छ भनेपछि भन्नुहोस्, म रेकर्ड गरिरहेको छु भनेर। यत्तिकै केही छैन भन्नुहुन्छ सर चाहिँ। ठिकै छ त भनेर म फेरि आफू नै बोल्न कन्टिन्यू गर्छु। आजलाई यति नै, थ्याङ्क यू।